ल आज चाहिँ हाम्रो छोरीको एसईमा A+ ल्याएको उपलक्ष्यमा चाहिँ हाम्रो भाउजूले चाहिँ सगुन दिने रे। हाम्रो भाउजू रेडी हुनुहुन्छ हाम्रो छोरीलाई सगुन दिनु। बधाई छ है प्रिस्काजी तिमीलाई। थ्याङ्क यू भन न हौ। यहाँ भाउजू रेडी गर्दै हुनुहुन्छ सगुन दिने रे। यहाँ हाम्रो भतिजा ससान, यहाँ लीलाजी हुनुहुन्छ। ल आज चाहिँ हामी ट्राउट माछामा मेरो छोरी र उसको दाइ चाहिँ यहाँ फिसिङ गर्दैछ। ल कतिको जाने रहेछ खै त। ल मजाले समाज त छिर्नु मिल्दैन। ल ट्राउट माछा त टन्नै रहेछ त। सुइया गर न सुइया, यस्तो गर न छिट्टो। यहाँ हामी चाहिँ आज ट्राउट माछा खान आएको। अनि हाम्रो यहाँ छोरी दाजुबहिनी चाहिँ यहाँ भतिज र छोरी चाहिँ यहाँ फिसिङ गर्दैछ। दाजुबहिनी यहाँ टन्नै रहेछ ट्राउट माछा पक्रियो। ल हामी चाहिँ यो रिसोर्टको नाम त ल यहाँ सिरुपातेमा चाहिँ सिरुपाते रिसोर्टमा चाहिँ हामी ट्राउट माछा खान आएको। अनि हाम्रो यहाँनिर भतिजहरू चाहिँ समात्नु सक्ला छैन आज यो दाजुबहिनीले। ल हामी चाहिँ यहाँ रिसोर्टमा ल ससाङले चाहिँ पार्ला जस्तो है। गुटुङडुङ ल्याऊ। पार्यो लु अर्को पनि पारो। उसले पारो ल दुईटा मैले पार्ने लु त लड लाउनु फेरि पानी। आम्मा यो त गाह्रो हुँदो रहेछ नि त। त्यही त लड्छ है म यहाँबाट सरर पार्ने गौतम थापाले लैजाऊ 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 लैजाऊ। पुग्यो होला। बेबीहरू तल खेल्दैछ। बच्चाहरू खेल्ने ठाउँ। अनि यहाँनिर चाहिँ यसरी माथि यो बाँसको ठाउँ ठाउँमा यसरी बनाएको छ। यो बाँसले बनाएको चाहिँ साह्रो राम्रो हुन्छ। तर यसरी मान्छेहरू बसेर खाँदैछ। एकदम राम्रो ठाउँमा चाहिँ आजको दिन हामी लन्चको लागि आएको थियौँ। आमा छोरी, यहाँ मेरो दाइ भतिज भाउजू भएर चाहिँ हामी यहाँ आज चाहिँ हामीले यहाँ खाना खायौँ। यो चाहिँ एकदम राम्रो लाग्यो। यो बाँसको होइन, यहाँ मुनि फलामकोहरू बनाएको एकदम राम्रो वातावरण। यो चाहिँ बडी खेलमा भयो हजुर। बडी खेल ललितपुर बडी खेलमा आउनु होला हजुरहरू पनि।